वेलकम टु माई एनदर भ्लग गाइड्स। यो चाहिँ क्रिकेट सम्बन्धी हुनेछ गाइड्स। हामी चाहिँ अब टुर्नामेन्ट खेल्न जाँदैछौँ आनसानदेखि बाहिर हेरेर गयो आनसानदेखि त्यसो जाँदैछौँ। अब यहाँ चाहिँ हामी एकछिन गरेर खानपिन प्रोग्राम गरेर जानेछौँ। खानाको लागि चाहिँ हामी नेपाली रेस्टुरेन्टमा गयो। नेपाली रेस्टुरेन्ट बिहानको टाइम भएर चाहिँ कोही पनि थिएन, भर्खर खुल्न गएको थियो। हामी अनि जोसेफ दाई र महेशलाई पुऱ्यौँ। महेश र जोसेफ दाई आएपछि चाहिँ नान मगाएर त्यहाँदेखि नान खायो। नान खाएर त्यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु भयो त्यसोको। आनसानदेखि चाहिँ हामी आनसान टर्मिनलसम्म ट्याक्सीमा गयौँ। ट्याक्सी चढेर 차가 많이 없어. 삼성 가는 게. 버스 타고. 이게 버스. 네. 삼성 가는 게 차가 많이 없어. 옛날에는 1시간에 한 대씩 있었는데. 네. 표 샀어요. 이따 알아줘. ल गाइज हामी चाहिँ अब सर यहाँ जम्मा हुँदैछौँ। जोसेफ दाई, सुवर्ण दाई, कृष्ण दाई, महेश, एलेक्स, अछुत, सञ्जय दाई, चस्मा लाग्ने सलमान, हामी चाहिँ अब टर्मिनलमा छौँ गाइज। किन बोले निक्लेन त? थाकिएछ हौ, थाकियो। बोलिएछ ढिलो गर्ने अनि होइन। ट्याक्सीले लास्ट जाम रहेछ आज, पानी पर्यो। मान्छे टिकट काटेको मान्छे 11 बजे बस्छ, 10:59 यहाँ आइपुग्छ। यस्ता मान्छेहरू गाइड्स लाग्यो है। हामी चाहिँ अब सामसङतिर हाम्रो यात्रा सुरु गरिसकेपछि चाहिँ 1.5 घन्टाको बाटो चाहिँ हामीलाई कम्तीमा नि 3-3.5 घन्टा लाग्यो। बाटो जाम भएर बिदाको बेला भएर ट्राफिक एकदमै जाम थियो। 3 घन्टामा चाहिँ हामी फाइनली पुगियो त्यहाँ पनि। कतिजना हुन्छ त्यो हिसाबले आएर गरिन्छ क्या पहिला जामकै 1-2 गेम हालौँ न। हेलो गाइज, हामी चाहिँ आइसकेको छौँ सामसङ ग्राउन्ड छेउछाउमा। अब ग्राउन्डतिर जाने हो कि होटेलतिर जाने, मोटेलतिर जाने भन्ने कुरा यहाँ डिस्कस चलिरहेछ। गुरुजीले के भन्नु ग्राउन्ड चाहिँ हाम्रो यतातिर हो। सागरजी त्यसमा जाम ग्राउन्ड जानकारी लागि हुनुहुन्छ निरज दाइ। हाम्रो कमान्डर बोस आउनु भएको छ। रेकर्ड छ एकदम कमान्डर बोस। यति देखो सामसङको ठेकदार। पहिला चाहिँ रुम खोज्ने कुरा भयो, अनि रुम खोज्नु अलि अगाडि सामसङदेखि अलि अगाडि गयो। रुम त्यहाँ पाइन्छ भनेर अनि रुम खोज्न गयो। अनि त्यसपछि चाहिँ फाइनली रुम भेटेपछि रुममा सामानहरू राखेर हामी ट्रेनको लागि हामी निक्ल्यौँ। त्यो दिन चाहिँ भोलिपल्ट गेम थियो हाम्रो। भोलि हुन्छ, भोलि टुर्नामेन्ट चाहिँ आज चाहिँ हाम्रो यसो प्र्याक्टिस गरौँ भनेर लागेछ। बिहानभरि पानी परेर चाहिँ उता ग्राउन्ड चाहिँ अलि हिलो थियो, खेल्न मिल्थेन त्यहाँ चाहिँ। अनि यता हामी चाहिँ बास्केटबल यता साइडमा बास्केटबल कोर्टमा चाहिँ त्यहीँ गरौँ न त भनेर त्यहीँ खेल्न लाग्यो। नियम चाहिँ कडा थियो फेरि एकदम। त्यो कोर्टभन्दा बाहिर उडेर गयो आउट। हार्यो हामी पहिलो गेम हारियो। हारेपछि पुसअप 10 पुसअप हान्ने थियो। 10 पुसअप हान्ने अलि बढी पनि भने जस्तो लाग्यो 10 पुसअप हान्दा चाहिँ। पहिलो गेम हारिसकेपछि चाहिँ मौसम कुल थियो एकदम। चियातर्फ लागियो। चिया खाइँदैछ है गाइज। यहाँ एकछिन ब्रेक टाइम चियाको। चिया भनेपछि हाम्रो केटाहरू चिया पनि एकदम सक्रिय छन् चियामा चाहिँ, अरूमा नभए। फाइनली सेकेन्ड गेम चाहिँ हामीले जित्यो। जितेपछि केटाहरूलाई एक गनी पुसअप बनाइयो। त्यति बेला चाहिँ बहुत मजा आइरहेको थियो आफूले गर्नु नपर्दा चाहिँ। हाम्रो केटाहरू चाहिँ हारेर यहाँ पुसअप हान्दैछन्। हारुवा टोली हो न यिनीहरू चाहिँ। ल गुड ब्याटिङ ल। टेक्नोलोजी ल अझै नान्थ्यौ।
गेम खेलिसकेपछि चाहिँ अब ग्राउन्ड ब्राम भन्नेतर्फ लाग्यो। ग्राउन्ड हेरेको हिलो वाक्क लाग्ने थियो। अनि भोलि नै बनाउँला भन्ने निर्णय गरियो र यसपछिको काम भनेको हाम्रो खानामा युद्ध, महायुद्ध गर्ने थियो। खाना खाइयो मजाले हेजाङगुक थपी खाइयो। गाइज आज चाहिँ हाम्रो टुर्नामेन्ट अब गेम खेल्न जाँदैछ। हामी चाहिँ चट्ट लाएर यहाँदेखि 5 मिनट हिँडेपछि टक्क ग्राउन्ड आइपुग्छ हाम्रो। खेल्ने पाङ खाँदै गरौँ गाइज। आउट भए पछाडि सक्दैन। यो त आसामतिर